हेलो एभ्रिवान, आज मेरो डे 13 अफ कट। मेरो मर्निङ वेट चाहिँ आज 66.90 थियो र आज मेरो लेग डे थियो। करेन्टली चाहिँ मैले अहिले 1800 क्यालोरी जति कन्ज्युम गरिरहेको छु है। त्यही भएर चाहिँ मैले चाहिँ यस्तो एकदमै ल्याक अफ इनर्जी फिल भइरहेको थियो। त्यसैले मैले अहिले वर्कआउटको भोल्युम पनि घटाएको छु र अहिले चाहिँ मैले इन्टेन्सिटी अलिकति हाई र वर्कआउट भोल्युम चाहिँ घटाएको छु मसललाई प्रिजर्भ मात्रै गर्नको लागि। र आज मलाई त्यस्तो राम्रो फिल भएको थिएन किनभने अब मेरो फ्याट पर्सेन्टेज घट्दै आइरहेको छ र मेरो अहिले फ्याट इस्टिमेसन कति होला भने अन्डर 12% पुगिसक्यो मेरो अहिले चाहिँ। र भोलिदेखि म अझै क्यालोरी घटाउँछु किनभने अब टाइम छैन। मलाई 8% जति बडी फ्याट आइपुग्नु छ अन्डर 25 डेज। सो मेरो यो अहिले करेन्ट बडी अपडेट र एप्स पनि भिजिबल हुन लागिसकेको छ। सो आइ एम सेङ 12% भन्दा अलिक कम छ है त। स्टे ट्युन फर डे 14। हेभ अ ग्रेट डे। बाई।